नमस्ते गुड इभिनिङ हजुरहरू सबैजनालाई अनि स्वागत छ मेरो सानो मिनी ब्लगमा है। अनि आज चाहिँ मैले आलु थुक्पा बनाउने विचार गरेँ अनि आलु र अन्डालाई एकैसाथमा बोइल गर्दैछु है। त्यसमा अलिकति सोडा हालिदिएँ किनभने अन्डा फुट्ने डर हुँदैन है। अनि चट्टै मैले बसाएँ अनि साइडमा मैले फेरि अर्को कराईमा मजाले पानी उमाल्न थालेँ अनि त्यसमाथि मैले हालेँ रिफाइन तेल है। रिफाइन तेल हाल्दाखेरि चाहिँ थुक्पा टालिँदैन जस्तो लाग्छ मलाई है। त्यही भएर अनि अलिकति तेल हालेर मैले थुक्पा मजाले बोइल गर्न थालेँ है। साइडमा मैले प्याज टमाटर है अदुवा लसुनको पेस्टहरू रेडी गरेँ अनि आलु र अन्डालाई पनि मजाले छिलेँ है। अनि आलुलाई चाहिँ मजाले म्यास गरेँ अनि अन्डालाई पनि मजाले तेलमा पहिला सुरु फ्राई गरेँ है। अनि फ्राई गरेको बादमा चाहिँ फेरि त्यही तेलमा मैले मसलाहरू रेडी गरेको थिएँ है। त्यो मसलालाई मजाले पकाउन थालेँ है अनि एकछिन पाक्न दिएँ अनि त्यस बादमा मैले म्यास गरेको आलुलाई पनि त्यसमा हालेर एकछिन पाक्नु दिएँ अनि त्यस बादमा चाहिँ मैले टक्कै झोल हालेँ है। अनि झोल हालेपछि चाहिँ साइडमा मैले बोइल गरेको अन्डालाई पनि त्यो माथि हालिदिएँ अनि एकछिन पाक्नु दिएँ भन्दा भन्दा मेरो खाना रेडी भयो। अनि नानीको लागि चाहिँ मैले ड्राई फ्राई गरिदिएँ थुक्पा है। नानीले चाहिँ झोल थुक्पा मन पराउँदैन त्यही भएर है। अनि नानीलाई टिफिन प्याक गरेपछि चाहिँ म आफै पनि खानको लागि बसेँ है। अनि पहिला सुरु चाहिँ मैले थुक्पा सर्भ गरेँ अनि त्यस बादमा चाहिँ मैले रेडी गरेको सुपलाई मजाले हालेँ है। अनि मैले धनियाँ र प्याजलाई पनि ग्रेट गरेर राखेको थिएँ अनि त्यो धनियाँ र प्याजलाई पनि हालिसकेर डल्ले खोर्सानी थियो है, एकदमै मिठो फ्लेभर आउँछ है। त्यो डल्ले खोर्सानी पनि हालेर एकछिन मिचेँ है। अनि मिचेपछि चाहिँ टक्कै सुपसँग चाहिँ मोलेर चाहिँ मजाले खान थालेँ, एकदमै मिठो बनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। बाइ बाइ।